ल गाइज म चाहिँ ओलिस स्टप बेताउनमा रहेको वान स्टप मलमा चाहिँ म न्यू DJI न्यूको चाहिँ ड्रोन लिन आइरहेको छु गाइज। अब मैले अनबक्सिङ गर्न लागेँ। यो म यहाँको चाहिँ फर्स्ट कस्टमर र बिहानैकै कस्टमर पनि हो है। ओलिस स्टपलाई अब धेरै धेरै धन्यवाद छ यहाँसम्म तपाईँहरूले ल्याइदिनु भएकोमा। मैले अब DJI को न्यू चाहिँ कम्बो प्याक चाहिँ ओपनिङ गर्न लागेको छु गाइज। अब सबैजनाले मेरो भिडियो हेरिदिनु होला, सबैजनाले लाइक शेयर सब्सक्राइब गरिदिनु होला, देश तथा विदेशमा रहनुभएका सम्पूर्णले। अब म चाहिँ ओपन गर्न लागिरहेको छु है त। अब यसमा फर्स्ट चाहिँ होइन, यो चाहिँ सायद यसमा ब्याट्री होला, ब्याट्री हेरौँ कस्तो रहेछ होइन। यहाँ ब्याट्री तीनवटै ब्याट्री यहाँभित्र हुँदो रहेछ है। ल यसमा भइसक्यो। अब यसमा चार्जर डाटा केबल एउटा आउँदो रहेछ है, यो मोबाइलबाट कनेक्ट गर्ने। अनि DJI को यो के हो, यो स्क्रू ड्राइभर। अनि अब फर्स्टमा वाओ DJI को सानो ड्रोन क्यामेरा है। यसलाई पनि सर्ट ओपन गरेर हेरिहालौँ। टक्क लाएर चाहिँ एकदम बवाल एन्ड झकास, हातैमा अट्ने हाम्रो ओलिस स्टोर सरले चाहिँ होइन बवाल पहिला डेमो गरेर हेरेर देखाउनु भएको थियो। ल वाह कति सानो है, यो हो नि त। यो चाहिँ अब हावामा अलिक बत्तिन्छ होला होइन, यसलाई बिस्तारै उडाउनु पऱ्यो हावा नचलेको ठाउँमा। यो पनि भइहाल्यो। अनि अर्को यसको एक्सेसरिजहरू चाहिँ अब सबैभन्दा बवाल चाहिँ यो रिमोट कन्ट्रोलर चाहिँ एकदम हेभी हुँदो रहेछ क्या। यो चाहिँ हेभी नै, यो चाहिँ बवालै हो। यसलाई पनि खोलेर हेरिदिइहालौँ। यता राख्दिउँ। र यसको रिमोट चाहिँ मलाई पनि साह्रै मन परेको होइन। यसको रिमोट चाहिँ यस्तो हेभी हुँदो रहेछ कि। ल यसो चाहिँ टक्कै होइन राखेर यस्तो उडाउने हो। यस रिमोट पनि आइहाल्यो यो ड्रोन। अनि यसमा अब यसको यो मेनुलाई यता राखिदिउँ। अनि यसमा रहेको यो पखेटा, नेपालीमा पखेटा, प्रोपेलर भन्छ नि। यति दुईवटा पखेटा एक्स्ट्रा आउँदो रहेछ है। यसमा रहेको एक्सेसरिजहरू यही हो। अब यसमा यो मोबाइल यहाँ ह्याङ्गरिङ गर्ने पनि रहेछ होइन, टक्क लाएर। ल मोबाइल ह्याङ्गरिङ गरेर यहाँ मोबाइल टक्क राखेर पनि उडाउनु सक्यो सेटै लगेर। अब यहाँको मास्तिरको यो पेनहरू चाहिँ देखिएन नि म्याम, पछाडि छ यहाँभित्र। उयो पछाडि यहाँ छ। ए सरी, यहाँ साइडमा हुँदो रहेछ होइन यसको पेनहरू चाहिँ होइन। यहाँ टक्क यसलाई यस्तो गरेर हालिदिने। ल सरी, ल ड्रोनलाई चाहिँ होइन यसलाई आस्तो गरेर उडाउने। यो सर्वप्रथम चाहिँ म माथि इलामा लगाएर मात्रै यसलाई उडाउँछु होइन। यसको अथोरिटी पनि हेर्नुपर्ने हुन्छ।